फिल्मी शैलीको दौडधुप, आक्रामक भाषण, तीव्र भेटघाट, तारमतार छलफल। अदालतको आदेश बमोजिम शुक्रबार बेलुका औपचारिक रूपमा कारागार मुक्त भएका राष्ट्रपा सभापति रवि लामिछानेको पछिल्लो 2 दिनको दैनिकीको सारांश हो यो। उनी यसरी भेटघाट, छलफल र दौडधुपलाई तीव्र बनाइरहेका छन् कि मानव उनीसँग समय छोटो छ र गर्नुपर्ने धेरै चीज छ। तत्कालै केही निर्णय लिनु छ र छुट्दै गरेको धेरै चीज समात्नु पर्ने छ। बिहिबार उच्च अदालतको बुटवल इजलासले दिएको आदेश बमोजिम धरौटी बुझाएर शुक्रबार बेलुका कारागार मुक्त भएका रविले पछिल्लो 2 दिनमा हजारौंलाई सम्बोधन मात्रै गरेका छैनन्। पार्टीका नेतालाई निर्देशन दिने, जेनजी आन्दोलनका शहीद परिवारमा आशा भर्ने, घाइतेलाई विश्वास दिलाउने, प्रधानमन्त्रीलाई हौसला दिनेदेखि आन्दोलन विरोधी एमाले कांग्रेसका शीर्ष नेताहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्ने सम्मको काम गर्न भ्याएका छन्। उनी जेल मुक्त भएसँगै रकेट गतिमा बढाएको सक्रियताले नेपाली राजनीतिमा ठुलै हुन्डरी मच्चाएको छ। शुक्रबार बेलुका रिहा भए लगतै तीव्र राजनीतिक अभियान सुरु गरेका रवि सिधै आफू निर्वाचित भएको जिल्ला चितवन पुगे र शनिबार स्थानीय नेता कार्यकर्तासँग मात्रै भेटघाट गरेनन्, आम नागरिकलाई सम्बोधन पनि गरे। सम्बोधनका क्रममा आफ्ना मतदातालाई कहिल्यै निराश नपार्ने कसम मात्रै खाएनन्, देशलाई यो हकीकतमा पुर्याउने एक-एकको हिसाब गर्ने बाचा समेत गरे। आफूलाई हेर्न र भेट्न उर्लिएको हजारौंको भिडलाई सम्बोधन गर्दै उनले सरकार, नयाँ दलहरूसँगको एकता र जेनजी आन्दोलन बारे पनि आफ्नो धारणा राखे। लोकतन्त्र होइन, देशमा लोकतन्त्र जिउँदो छ, त्यसको प्रमाण, जिउँदो प्रमाण तपाईँ चितवनवासी दाजुभाइ दिदीबहिनीहरू आज मलाई के विश्वास छ भने तपाईहरुको सबैको साथ, माया र विश्वासका साथ हामी यो मुलुकलाई नयाँ नेतृत्वमा लिएर जानेछौँ। आगामी चुनाव तपाईँ हाम्रो भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण चुनाव हो। मैले कारागारमा जान तपाईँलाई भनेको थिइनँ र तपाईँलाई समस्या पर्यो भने रवि लामिछाने के कारागारमा छ, डकुमा छ, आउनुहोस् भनेपछि आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु, म तपाईँको आउँछु बुझ्ने कोसिस गर्दैछु। मलाई त होइन, सिङ्गो राष्ट्रमा तपाईँसँग आउनेछ, सिङ्गो क्षेत्रको माया बोकेर म आज शहीदका आमाहरूलाई भेट्न जाँदैछु। चितवनमा हजारौं समर्थकलाई सम्बोधन गरे लगतै शनिबार नै उनी काठमाडौँ हानिए। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यति नै ठुलो भिड लागेको थियो, जुन भिडलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीलाई धाप दिए भने एमाले नेतृत्वप्रति आक्रामक सुनिए। सम्बोधनका क्रममा उनले भने, मैले प्रधानमन्त्रीको अनुहार अँध्यारो देखिरहेको छु, अनुहारमा हाँसो ल्याउनुहोस् प्रधानमन्त्रीज्यू, तपाईँ सुशासनको डन्डा चलाउनुहोस्, रासोपा तपाईँको साथमा छ। उनले प्रधानमन्त्रीलाई ढाडस दिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै धेरै बोले, फेरि हेलिकप्टरमा झुन्डेर भाग्नुपर्ने अवस्था आउन सक्ने भन्दै थान्कामा बस्न सुझाव दिए। थान्कोमा बस्नुहोस् है, थान्कोमा बस्नुहोस्, थान्कोमा बस्नुहोस्। 2 तिहाईको दम्ब, भिडभाडको दम्ब र पाखुराको दम्ब देखाउनु भयो भने त फेरि हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ। तर नयाँ पुस्ताको आवाजलाई सम्मान गरेर, नयाँ पुस्तालाई साथमा लिएर, नयाँ पुस्ताले देखाएको यो विद्रोहको ज्वालालाई सम्झिएर, सम्मान गरेर, हातेमालो गरेर, साथ दिएर, अपमानित नगरिकन अगाडि बढ्ने हो भने हामी सँगै यो देशको समृद्धिको बाटो गर्न सक्छौँ। यो एउटा दुईटा मान्छेले गर्न सक्ने होइन, एउटा दुईटा मान्छेले पार लगाउने विषय होइन, सबै मिल्नुपर्छ। काठमाडौँ उत्रे लगतै उनी जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्न पुगे, जसलाई भेट्न आजसम्म कुनै राजनीतिक दलका शीर्ष नेताहरू पुगेका थिएनन्। रविले शनिबार शहीद परिवार भेट्दै गर्दा उनीहरूको पीडा मात्रै सुनेनन्, त्यो पीडालाई यसरी महसुस गरे कि आँसु थाम्न सकेनन्। उनले भेटका क्रममा जेनजी आन्दोलनलाई खेर जान नदिने बाचा मात्रै गरेनन्, आन्दोलनका दमनकर्ताहरूलाई कानुनी कठघरामा ल्याउनु पर्ने
जोड समेत दिए। मैले आफ्नो तर्फबाट एउटा व्यक्तिका रूपमा राजनीतिकर्मीका रूपमा उहाँहरूमाथि भएको अन्याय, उहाँहरूमाथि भएको जुन एउटा यो किसिमको दमन जुन छ, यो हत्या हो, यो आम हत्या हो, स्पष्ट रूपमा आम हत्या हो। उहाँहरूले न्याय नपाउन्जेलसम्म उहाँहरूको साथमा रहिरहने मलाई विश्वास छ। सरकारका सीमितताहरू छन्, यो सरकारसँगलाई कहिलेकाहीँ के लाग्दो हो भने कोही पनि छैन कि भन्ने लाग्ला। सुशासन कायम गर्ने कुरामा सरकारलाई आवश्यक पर्दाखेरि सुशासन कायम गर्छ र त्यहाँ आड र आँट चाहिँदा हामी छौँ। त्यस कारणले जेन्जी शहीद परिवारको र जेन्जीकै मागलाई यो पुरा गर्नको निमित्त रासोपाको एकबद्धता, मेरो एकबद्धता, म आफै न्यायिक लडाइँमा लडिरहेको छु। तर जे उहाँहरूलाई माथि बित्यो त्यो मेरो म माथि बितेको कुरा खास त्यति ठुलो कुरो होइन, म त लड्दै गरौँला। र उहाँको घरबाट आफ्नो परिवारको सदस्य नै गुमाउनु भएको छ। त्यस कारणले मेरो प्रतिबद्धता पार्टीका रूपमा, व्यक्तिका रूपमा र एउटा छोरो, भाइ, दाई, भतिजो जे भने पनि त्यसका रूपमा उहाँहरूप्रति मैले एकबद्धता जनाएर आएको छु र म त्यसमा अडिग छु, म कायम छु। शहीद परिवारलाई भेटेपछि उनी शनिबार नै जेन्जी आन्दोलनका घाइतेहरू भेट्न पुगे, जहाँ उनले कमजोर बन्दै गएको घाइतेहरूको मनोबल उच्च बनाउने प्रयत्न मात्रै गरेनन्, आन्दोलनमा गरेको त्याग खेर जान नदिने बाचा पनि गरे। शनिबार एकैसाथ 4वटा कार्यक्रममा सहभागी भएका रवि आइतबार 266 दिनपछि पार्टी कार्यालयमा पुगे। पञ्चे बाजा सहित न्यानो स्वागत पाएका उनले औपचारिक रूपमा सभापतिको जिम्मेवारी सम्हाले र राजनीतिमा अझै आक्रामक ढङ्गले सक्रिय हुने संकेत गरे। पार्टी कार्यालयमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै उनले फेरि पनि चुनाव बिथोल्न मुन्टो ननिकाल्न पुराना दलहरूलाई चेतावनी दिए। एमाले अध्यक्ष ओलीलाई संकेत गर्दै पार्टीमा जस्तै आम चुनाव पनि जितेर देखाउन चुनौती समेत दिए। संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थाले रे। कुन संसद पुनर्स्थापनाको कुरा गर्नुभएको तपाईँले? 2/3 दम्ब राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको तपाईँले? जनताका मुद्दा बोल्दा बोल्दै माइक काट्ने संसद फेरि बिउजाउन खोज्नु भएको? म उनीहरूलाई नसल बनाउन अनुरोध गर्न चाहन्छु। कमजोर भएका बेलामा हामीले एकजुट भएर संरक्षण गर्नुपर्ने बेला छ, लुच्ने बेला होइन। मुलुकलाई लुच्ने सोच कसैले पनि राख्नु जरुरी छैन, हामीले जोगाउने बेला हो यो। कमजोर छ, यही हो मौका भनेर लुचिहाल्न पाइन्छ कि एक चोक्टा भए पनि पाइन्छ कि भनेर गिद्धे नजर नगाड्नु होला, पाइँदैन। किनकि यसलाई जोगाउनको निमित्त रासोपा र नयाँ शक्तिहरू उस्तै परे एक ढिक्का भएर अगाडि बढ्दैछन्, चिन्ता नगर्नु होला। जुन उद्देश्यका लागि कलिला भाइ बहिनीहरूले आफ्नो ज्यान गुमाए त्यसलाई बिर्सन चाहिँ पाइँदैन। त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्नेछ भनेको समयमा निर्वाचन बिथोल्नको निमित्त भागेका केही शक्तिहरू आफै घटना घटाउन पनि लागिपरेका छन्। सानोतिनो घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने, अनि वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर यसो मुन्टो निकाल्दैछन्। मुन्टो निकाल्नु पर्दैन। कारागार मुक्त भएसँगै रकेट गतिमा आफ्नो सक्रियता बढाएका रविले पुराना दलहरूलाई थ्रेड मात्र दिइरहेका छैनन्, प्रधानमन्त्री सुशीला कार्कीको सहारा बन्ने प्रष्ट सन्देश पनि दिएका छन्। आफूलाई फसाउनेहरूको एक एक हिसाब गर्ने चेतावनी दिइरहेका उनले पनि प्रधानमन्त्रीको साथ खोजिरहेका छन् र आइतबार उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। उनको राजनीतिक सक्रियताले यस्तो संकेत गर्दैछ कि नेपाली राजनीतिमा फेरि एउटा सुनामी आउनेवाला छ। कलाहरू बाँकी नै छन्, तर मलाई विश्वास छ, मलाई एउटै कुरामा विश्वास छ कि आजसम्म सत्य हारेको छैन, त्यस कारणले सत्य हार्दैन भन्ने कुरामा विश्वास लिएर म बसेको छु। केही पनि बाँकी छैन। तर मलाई के थाहा छ भने सत्यको साथ र सत्यको साहस भयो भने बाँकी केही चिज चाहिँदा पनि चाहिँदैन भन्ने कुरा म राम्रोसँग बुझ्दछु। म यो सङ्गीन मोडमा बसेर कसैप्रति कटाक्ष गर्ने मुडमा पटक्कै छैन। म कसैलाई कटाक्ष गरेर या कसैलाई हिलो छ्यापेर आफू सफा भइन्छ भन्ने कुरामा विश्वास पनि राख्दिनँ। तर कसैले अनाहकमा छ्यापेको हिलोलाई मैले आम नागरिक समक्ष पुछ्नै पर्छ, मैले बताउनै पर्छ। त्यसैले यो लडाइँमा यहाँहरूले हाम्रो एउटा आह्वानमा जुन साथ दिनुभयो, जुन हौसला दिनुभयो र विशेष गरेर हस्ताक्षर अभियान मार्फत अन्याय परेको कुरालाई
अनुमोदन गरी 40 लाख जनताहरूले एकै स्वरमा तपाईँ एक्लो हुनुहुन्न भनेर मलाई भन्नुभयो। म त्यसका लागि ऋणी रहनेछु, आभारी छु। राजनीतिक दलका रूपमा हामीमाथि भएका प्रहार आक्रमणहरू यहाँले देखिरहनु भएको छ। यस बीचमा पनि यस्तो चौतर्फिया मसँगै अहिले उभिएका सबै साथीहरू र उभिन नपाउनु भएका अझै पनि जनताको घर दैलोमा पुग्नुभएका सबै साथीहरूको योगदानलाई म एकमुष्ट बराबर सम्झना गर्न चाहन्छु र धन्यवाद ज्ञापन गर्न चाहन्छु। हो यात्राको क्रममा हामीले सबै साथीभाइहरूलाई समेट्न सकेनौँ होला, तर उहाँले हाम्रो पार्टीमा दिनुभएको योगदानको म सधैँ स्मरण गरिरहनेछु र म सधैँ उहाँहरूलाई धन्यवाद दिइरहनेछु। हामीले धेरै केही गर्न सकेनौँ, तर उहाँहरूले धेरै गरेर जानुभएको छ, धेरै हामीलाई सिकाएर जानुभएको छ, हामीलाई धेरै उपलब्धिहरूमा साथ दिनुभएको छ। हामीले केही गर्न नसके पनि उहाँहरूले दिनुभएको योगदान त हाम्रो मनमा छ नि। यात्राको क्रममा आफ्नै कारणले जुनसुकै कारणले छुटिएर जानुभएका साथीहरूलाई पनि म शुभकामना अभिव्यक्त गर्न चाहन्छु। हामीले धेरै केही गर्न सकेनौँ, तर तपाईँहरूले हाम्रो लागि धेरै गुण लाएर जानुभएको छ। म तपाईँहरूको ऋणी रहनेछु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मुलुक परिवर्तनको सङ्घारमा उभिएको छ, एउटा ठुलो विद्रोह बनेको छ, तर त्यो विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ है। विद्रोह त भएको छ, जेनजीले विद्रोह गरेको छ, क्रान्तिमा बदल्न बाँकी छ। जलेको सिंहदरबार त बनाउला, तर सिंहदरबार बनाएर मात्र हुँदैन, सिंहदरबार बदल्न बाँकी छ साथी हो। त्यो क्रान्तिबाट मात्र सम्भव छ। हामीलाई विश्वास छ हाम्रो नेतृत्वले र हाम्रो पुस्ताले भत्किएका जलेका संरचनाहरू त्यसलाई बनाउने मात्र होइन, बदल्ने पनि काम गर्नेछ। अर्थात् जेनजीले गरेको त्यो अभियान, त्यो त्यागलाई क्रान्तिमा बदल्नको निमित्त हामी दत्तचित्त भएर लागि पर्नेछ। मसँग धेरै सूचनाहरू त छैनन्, किनभने म 2 दिन अगाडिसम्म कारागारमै थिएँ, तर यो छोटो समयमा पाएको सूचनाका आधारमा म सुनिरहेको छु, थाहा पाइरहेको छु कि संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थाले रे। कुन संसद पुनर्स्थापनाको कुरा गर्नुभएको तपाईँले? 2/3 दम्ब राखेर नेपाली जनतालाई बेच्नेहरूलाई जोगाउने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको तपाईँले? जनताका मुद्दा बोल्दा बोल्दै माइक काट्ने संसद फेरि बिउजाउन खोज्नु भएको? कुन संसद बिउजाउन खोज्नु भएको? भ्रष्टाचारका काण्डहरूमा छानबिन गर भनेर आवाज उठाउँदा उठाउँदै छानबिन होइन, संख्याको बलमा सामसुम पार्न खै त्यो संसद बिउजाउन खोज्नु भएको? भयो, देखियो तपाईँको 2/3 ताकत। यो कुरा बिर्सेका छैनन् र बिर्सन हुने छैन। चुनावसम्म बिर्सन नहुने कुरा र चुनावपछि त झन् बिर्सनै नहुने एउटा कुरा बताउँछु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मैले कारागारबाट पनि भनेको थिएँ, मैले आफ्ना राजनीतिक प्रतिवेदनहरूमा पनि भनेको थिएँ, परिवर्तनको यो यात्रामा एउटा पुस्तालाई न्याय दिने कुरामा र इतिहास लेखिने कुरामा रासोपा सँगै छ। म कुनै पनि कदम चाल्नको निमित्त तयार छु भनेर मैले स्पष्ट पारिरहेको छु र विभिन्न भेटघाटहरू निरन्तर चलि नै रहेका छन्। यहाँहरूलाई विश्वस्त हुन हामी अनुरोध गर्न चाहन्छौँ। त्यसैले हामीले गर्ने परिवर्तन संस्थागत बनोस्, त्यो चिरस्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने काबिल बनोस्, म यही अपेक्षा गर्न चाहन्छु। अन्त्यमा म केही कुरा जोड्न चाहन्छु। म के कुरा याद गर्न चाहन्छु भने देश अहिले विभिन्न तहले विभिन्न तरिकाले कमजोर अवस्थामा पुगेको छ। यो कमजोर अवस्थामा भएको बेलामा ठाउँबाट चलखेल गरेर ठाउँबाट कमजोर बनाउन खोज्दै, ठाउँबाट आफ्नो रोटी सेक्न खोज्दै विभिन्न मानिसहरू सलबलाएका छन्। म उनीहरूलाई नसलबलाउन अनुरोध गर्न चाहन्छु। कमजोर भएका बेलामा हामीले एकजुट भएर संरक्षण गर्नुपर्ने बेला छ, लुच्ने बेला होइन। मुलुकलाई लुच्ने सोच कसैले पनि राख्नु जरुरी छैन, हामीले जोगाउने बेला हो यो। कमजोर छ, यही हो मौका भनेर लुचिहाल्न पाइन्छ कि एक चोक्टा भए पनि पाइन्छ कि भनेर गिद्धे नजर नगाड्नु होला, पाइँदैन। किनकि यसलाई जोगाउनको निमित्त रासोपा र नयाँ शक्तिहरू उस्तै परे एक ढिक्का भएर अगाडि बढ्दैछन्, चिन्ता नगर्नुहोला। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन। त्यो सँगसँगै
जेनजी पुस्ताले र जेनजी विद्रोहपछि गरिएका अपेक्षाहरूलाई पुरा गर्नुको पनि विकल्प छैन। हामीले सरकारलाई भनेका छौँ, जेनजीको माग पुरा गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन। राष्ट्रसभा खडा भएको छ, तर सरकारले यो पनि बुझ्नुपर्छ कि त्यो निस्वार्थ होइन। हामीले स्वार्थ बोकेका छैनौँ। बस जुन उद्देश्यका लागि कलिला भाइ बहिनीहरूले आफ्नो ज्यान गुमाए त्यसलाई बिर्सन चाहिँ पाइँदैन। त्योसँगै निर्वाचन सम्पन्न गर्नुपर्नेछ भनेको समयमा निर्वाचन बिथोल्नको निमित्त भागेका केही शक्तिहरू आफै घटना घटाउनु पनि लागि परेका छन्। सानोतिनो घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने, अनि वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर यसो मुन्टो निकाल्दैछन्। मुन्टो निकाल्नु पर्दैन, मुन्टो निकाल्नु पर्दैन। चुनावको वातावरण बिगार्नु पर्दैन। चुनावमा गए भइगयो नि, पार्टीको चुनाव जिते जस्तै आम चुनाव पनि जिते भइगयो, जित्नुस्। चुनावबाट डराएको छैन भनेर बहादुरीका साथ पछाडि हट्ने काम नगर्नुहोस्, बहादुरीका साथ अगाडि बढ्नुहोस्। शुभकामना छ हाम्रो। तर खेलाँची गर्न पाइँदैन। बालबालिकाहरूको रगतमाथि खेलाँची गर्न पाइँदैन, दिइँदैन। यो कुरा म स्पष्ट गर्न चाहन्छु। म फेरि पनि जोड्न चाहन्छु, हामी उत्साहित भएका छौँ, तर हामीले उत्सव मनाएको होइन। यी फुलमालाहरू तपाईँले जुन दिनुभयो, जुन माया विश्वास दिनुभयो, मैले यसलाई उत्साहका रूपमा ग्रहण गरेको छु, उत्सवका रूपमा ग्रहण गरेको होइन म भन्न चाहन्छु। किनकि हामीले शहीद भाइ बहिनीहरूको सपना पुरा नगरेसम्म हामीले कुनै उत्साह होस् या उत्सव होस् हामीले मनाउन सक्ने वातावरणमा हामी त्यो मुडमा छ।